अध्यक्षता ग्रहण गर्नुभएका यसै विद्यालयका प्रधानाध्यापक वासुदेव बेलवासी सरलाई हार्दिक अनुरोध गर्छु र म पनि धन्यवाद सर। आजको यस विदाईका फेरि भेटौँला कार्यक्रमका आजको आकर्षणका विदाई भएर जानुहुने सम्पूर्ण सहकर्मी शिक्षक स्टाफ मित्रहरू, फोटो पत्रकार बालिसजी लगायत यहाँ उपस्थित हुनुभएका सम्पूर्ण विद्यार्थी भाइबहिनीहरू, साँच्चै आज हामी एउटा एकातिरबाट सुखद एकातिरबाट दुःखद क्षणमा छौँ। सुखद यो मानेमा छौँ कि हामी सँगै हिजो बिहानदेखि सहकार्य गर्दै आउनुभएको एकजना म्याडम यस विद्यालयबाट प्राथमिक तहमा स्थायी नियुक्ति एउटा विद्यालय सेवाको सुरुवात गर्नुभएको छ। यो अर्थमा सम्पूर्ण विद्यालयको तर्फदेखि र मेरो व्यक्तिगत तर्फदेखि म्याडमलाई फेरि पनि बधाई छ। म्याडमका आगामी दिनहरू अझै सुखद बन्दै जाउन्, सृजनशील बन्दै जाउन्, एउटा सुखमय होस्। अहिले विद्यालय सेवाको सुरुवात भएको छ। मैले म्याडमलाई मेरो व्यक्तिगत तर्फदेखि र संस्थागत तर्फदेखि शुभकामना दिन चाहन्छु। यो एउटा प्रकृतिको नियम नै मान्नुपर्छ, किनभने हामी एउटा शिक्षक कर्मचारी हौँ। पहिले नियुक्ति हुन्छौँ, त्यसपछि सरुवा हुन्छौँ, त्यसपछि सरुवा भएर फेरि अन्यत्र जान्छौँ, कहीँबाट बिदाई खान्छौँ, कहीँ स्वागत लिन्छौँ। यो स्वाभाविक प्रक्रिया हो। यसलाई मैले त्यतिका अन्यथा मैले लिएको छैन। त्यसकारण सँगै सहकार्य गर्ने क्रममा अलिकति हामीबाट बिदाई भएर जाँदा हामीमा अलिकति दुःख लाग्ने, चिन्ता लाग्ने होइन। स्टाफ एउटा गुमाउँदै गर्दाखेरि फेरि अर्को स्टाफ कस्तो आउने हो। म्याडम त राम्रो हुनुहुन्थ्यो, मिजासिलो हुनुहुन्थ्यो, सरल हुनुहुन्थ्यो, हामी सबैसँग मिल्नुहुन्थ्यो, कसैलाई पनि किर्नु नथ्यो भन्ने खालको हामीलाई लाग्नु स्वाभाविक हो। र म्याडम जस्तो मैले भने त्यस्तै हुनुहुन्थ्यो। मेरो आफ्नो व्यक्तिगत बुझाइबाट पनि म्याडम त्यस्तै हुनुहुन्थ्यो। प्रशासनको तर्फबाट मैले आफूले महसुस गर्दाखेरि पनि विद्यालयले दिएका जिम्मेवारी, तोकेका जिम्मेवारी र एउटा सरल सहज ढङ्गबाट खै अब म 76 सालमा यहाँ आउँदाखेरि र 78बाट एउटा प्रको भूमिकामा रहेर अहिलेसम्म रहँदाखेरि म्याडमले अहिलेसम्म म्याडम यसो गर्नु पऱ्यो उसो गर्नु पऱ्यो भनेको सन्दर्भमा अहिलेसम्म नाइनास्ती गरेको मैले पाएको छैन। त्यस कारण चाहिँ एउटा उत्तरदायित्व बोधको कुरा, जिम्मेवारी वहनको कुरा र एउटा कुशल सबै स्टाफहरूमा एउटा राम्रो व्यवहार गर्ने कुरा, मिलनसारको पक्षमा म्याडम राम्रो हुनुहुन्थ्यो। अथवा एउटा शिक्षकमा एउटा शिक्षणमा एउटा पेसाकर्मीको हिसाबमा एउटा पेसागत गुण हुनुपर्ने कुराहरूमा यहाँमा थियो र त्यसैको उपज पनि हो यो कुराहरू भन्न चाहन्छु। अहिले म्याडमले भन्नुभएको छ यहाँ बस्दाखेरि, किन भन्दाखेरि सँगै सुत्दाखेरि कहिलेकाहीँ यता पल्टिँदा उता पल्टिँदाखेरि कहिलेकाहीँ कुरा लाग्न स्वाभाविक हो, कहिलेकाहीँ मनमुटाव भएको होला होइन। मबाट भएको भए पनि क्षमा गरिदिनु होला भन्नुभएको छ। यदि विद्यालय प्रशासनको हिसाबले त्यस्तो भएको छ भने पनि म्याडमले तिनी कुराहरूलाई यहीँ छोड्नु होला। र अब सबै स्टाफको तर्फबाट म बोल्दै गर्दाखेरि कुनै स्टाफको तर्फबाट केही गुनासाहरू त्यस्तो खालको के रहेछ भने पनि म्याडमले पनि यही कुराहरूलाई यहीँ विसर्जन गर्नुहुनेछ भन्ने अपेक्षा गरेको छु। र अर्को कुरा, मभन्दा पहिले बोल्ने आजको प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्षज्यूले पनि भनिसक्नुभयो। मलाई पनि लागेको त्यो हो के भने एउटा विद्यालय सञ्चालन गर्दै गर्दाखेरि एउटा जिम्मेवारी निभाउने कर्तव्यनिष्ठ होइन, त्यस पछाडि चाहिँ
त्यो किसिमको भूमिका निर्वाह गर्ने एउटा कुशल शिक्षकलाई यदि वीणामणि दम्मिश्रण गाउँपालिका स्थित एउटा प्राथमिक तहको विद्यालयमा जानुभएको छ, भोलि बिहान यहाँ दरबन्दी खाली भएको अवस्था र म्युचुअल गरेर कतै जाने अवस्था र कार्यविधिले सहज बनाइदिएको अवस्थामा म्याडमलाई हामीले फेरि पनि यसै विद्यालयमा स्वागत गर्न पाऊँ, त्यसमा विद्यालय परिवार र प्रशासनको हिसाबले पनि म हरदम यसको लागि सकारात्मक छु। र अब मैले धेरै कुराहरू गरिसकेँ, गर्दै अब सम्पूर्ण स्टाफको तर्फबाट र मेरो आफ्नो व्यक्तिगत तर्फबाट पनि म्याडमका आगामी दिनहरू एउटा सुखमय होस्, होइन, जीवन सुखमय बितोस्, शिक्षण पेसा एउटा ऊर्जाशील होस् भन्दै शुभकामना व्यक्त गर्दै आजको यस कार्यक्रम, यो विदाई तथा फेरि भेटौँला कार्यक्रम यही समापन भएको घोषणा गर्दछु। हस्त, धन्यवाद, नमस्कार।